तपाईँलाई नमस्कार 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 यो हप्तापछि सिक्नको सचिन आएन फेरि पनि स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियो वान ब्लक सिरिजको सेकेन्ड एपिसोडमा माइन्डक्राफ्ट वान ब्लक सिरिजको सेकेन्ड एपिसोडमा स्वागत छ तपाईँलाई र फर्स्ट एपिसोडमा हामीले सुरु गरेको थियौँ अघिल्लो एपिसोड हामीले सुरु गरेको थियौँ केही ब्लक्स माइन गऱ्यौँ थोरै हाम्रो एरिया एक्सपान्ड गऱ्यौँ केही एनिमल्सहरू यहाँ अलिअलि छ र हाम्रो थोरै ट्री फार्मिङ एरिया छ ट्रीको एरियाहरू अलिअलि बनाएको थियौँ होइन अब जाउँ अबको भिडियोमा चाहिँ आजको भिडियोमा हामी के गर्नुको छौँ भने सेकेन्ड फेजमा कन्टिन्यू गर्नेछौँ सकेसम्म यो फार्मलाई अझ एक्सपान्ड गर्नेछौँ र अलिक यो ट्री एरियालाई एक्सपान्ड गरेर अरू केही नयाँ चिज बनाउन सक्नेछौँ र हाम्रो यो सिरिजलाई लाइक अब पछिको सकेसम्म चाहिँ आजको एपिसोडमा म सायद केही नयाँ बिल्डहरू पनि ट्राई गर्नेवाला छु यदि रिसोर्सेस पुग्यो भने अब यो फेजमा मोन्स्टर आउँछ त्यस कारण एउटा स्टिक बनाएर एउटा सोर्ड चाहिँ बनाएर राखौँ होइन स्टोन त पिकाक्स यही नै भइहाल्छ ओके लेट्स अब यसमा चाहिँ के हुन्छ भने मोन्स्टरहरू आउँछ लाइक हाम्रो पेजमा चाहिँ के हुन्छ भने मोन्स्टर पार्टी भन्ने हुन्छ र त्यसमा चाहिँ अब हुन्छन् अब मब्सहरू अलिक धेरै मब्सहरू हुन्छन् होइन सो त्यसबाट पनि बच्नुपर्ने चाहिँ केही उपाय लाउनु पर्ने हुन्छ होइन त्यही म बिस्तारै लाउँछु अहिले स्टोन पिकाक्स बनाऊँ लेट्स गेट माइनिङ गरौँ होइन अनि जसले अघिल्लो एपिसोड हेरेर आउनुभएको छ एकदम थ्याङ्क यू होइन र अब यो एपिसोड हेर्दा पनि प्लिज डु लाइक एन्ड सब्सक्राइब एकदम सपोर्ट गरौँ होइन नयाँ च्यानल हो सपोर्ट गर्दै जाउँ रेगुलर भिडियो हाल्ने छु म ओके फाइनली अब मसरुम काउ मसरुम सेकेन्ड पेजबाट हामीले के पायो छुट्टै चेस्ट बनाएर म यतापट्टि राख्छु है त हामीलाई सेकेन्ड पेजबाट चाहिँ के पायो सब यहाँ कलेक्ट गर्ने हो होइन किनभने के पाइँदो रहेछ यहाँबाट पाएँ यहाँबाट पाएन यो पाएँ के पाएँ म सबै त्यहाँ राख्नेछु सेकेन्ड पेजबाट पाएको जति अनि एट द एन्ड अफ पेज थाहा हुन्छ के पायो भन्ने कुराहरू एक्ज्याक्टली यही हुन्छ भनेर एउटा ओके र हाम्रो सेकेन्ड फेज हेज फाइनली बिन ओभर र सेकेन्ड फेज सकिएको छ र सेकेन्ड फेजबाट पाएको सामान मैले एउटा त्यसमा राखेको छु त यो सबै यही हो सामानहरू पाएको होइन लाइक हामीले केही डार्क स्याप्लिङ्सहरू पायो प्लाङ्क पायो ओके म्याप पायो भने चाहिँ एउटा म्याप यो बनाऊ होइन वर्ल्डको प्रोग्रेस हेर्नुहुन्छ अनि अब यो म्याप यहीँ राखौँ होइन यो फार्म एरिया ठिकै चल्दैछ ओके नेक्स्ट इज ओके इट्स लो आइस बायो अब यसमा के हुन्छ त्यसरी डन्ट नो तर के गरौँ सुरुमा चाहिँ हामीले डार्क स्याप्लिङ पायो भने यो ऊ गरिदिइहालौँ ग्रो गरिदियो एकदम राम्रो लाग्छ मलाई यसको वुड पछि बिल्ड गर्दा एकदम बवाल वुड हुन्छ होइन है ओके अब आइस बायोमा आयो भने अब यसमा म्याक्सिमम् ब्लकहरू हुन्छ सो वुड चाहियो ओके लेट्स क्राफ्ट गरौँ अनि अब छ भन्दा ओके यसमा म्याक्सिमम् के हुन्छ भने अब यसमा चाहिँ उसले स्पोन हुनसक्छ डग्सहरू पनि स्पोन हुनसक्छ लाइक टेम गरेर राख्न मिल्यो त्यो भएपछि होइन फाइन गरौँ यो पेजमा लाइक अब के गरेर मैले के छ भने यहाँ अब चोरी यति अलिक कन्जस्टेड भयो होइन यसलाई अलिक उता एक्सटेन्ड गरौँ यिनीहरूलाई त उडिहाल्छ नि नउड्ने गरी बनाउने अनि लाइक अझ के होइन स्टोरेज रुममा चाहिँ अलिक मलाई बनाउने भनेर सोचेको छु मैले प्लान गरेको हिसाबले बन्छ भन्दैन हेरौँ ए मलाई के आयो भने टक भइरहेको अरे हाम्रो निलो कुखुरा अर्को सुँगुर आयो त्यो कहाँ हेरेको त्यो चाहिँ
त्यो अलगै डिप्रेसनमा छ त्यो। ए भाइ त्यहाँबाट नकुद नभाले यी अर्को खोइ त अबलाई एउटा यहाँ छ अर्को खोइ उहाँ हौ यिनीहरूको अलगै छ फेरि यो पेजबाट पाएको छ त्यस्तो राखिदिनु हो होइन ठिकै I don't know if I can remember. Years for them. फिर हम लोग खेले हुआ रहा ऐसे दबाए फाइनली पायो बेड पायो बेड पा के किन पायो उसको ए त दुकान आयो I'm very new at fighting app. दुईचोटि मारे बे यिनीहरूले मलाई ओके अब यो टाइमको एक्सपान्सनको लागि अब यो माइन गर्न थाल्यो भने काम छैन अब यो एरिया फिक्स गरौँ 15 रुपियाँ एभरेज के गरौँ बेड चाहिँ हराइदिउँ होइन सबै यहाँ हालौँ लेट्स गेट केही प्लान्टहरू पाएँ मैले एक्सटेन्ड गर्नु मलाई ए नेक्स्ट बनाएको बनेन यो ओके सो मैले रेकर्ड गरेको थिएँ अडियो भएन सो मैले त्यो पार्टै रिमुभ गरिदिएँ मैले चाहिँ के प्लान गरेको थिएँ नि यो एरिया हाम्रो एक्सटेन्ड यता 5 एक्सटेन्ड गरेर हाम्रो सानो प्लेटफर्म जस्तो बनाउने र त्यही हिसाब त्यसपछि यता माथि भने कि माथि एक्सटेन्ड गर्ने यता हाम्रो सानसानो ट्युबहरू फार्महरू हुन्छ त्यो हिसाबले भने अब के भयो भने अडियो नै रेकर्ड भइदिएन अघि सो अडियोले गर्दा बिहार्यो सो अहिले चाहिँ गरौँ अडियो रेकर्ड भइरह ओके आइरह यसो सबसे पाइन्छ होइन अब थोरै साउन्ड कम गरौँ मक्सको थोरै साउन्ड कम गरौँ हस्टार कम गरिदिउँ होइन र अब चाहिँ मैले गरेर एक्सटेन्ड गरौँ फटाफट एक्सटेन्ड गरौँ है अनि त्यही हिसाबले चाहिँ हाम्रो वान ब्लक सिरिज अगाडि बढ्दै जान्छ सो मैले प्लेटफर्म थोरै एक्सटेन्ड गरिसकेँ र अबको मेरो नेक्स्ट प्लान भनेको चाहिँ के छ भन्दाखेरि अब यहाँबाट लाइक फार्म अइललाई हटाइदिने होइन फार्म अइललाई हटाउनु ओके बन्ने प्रो गरौँ बन्ने तालिपछि म अब चाहिँ लाइक enough to finally so cobblestone some such cobblestone power by here
यहाँलाई के गरौँ भन्दाखेरि यो सर्कुलर यो यति घेरौँ अनि यहाँबाट माथि एक्सटेन्ड गरौँ क्या बेस फुड कहाँ गरौँ ओके यो फुड भयो इनफ चाहिँ हुन्छ for the sound so slip so total 89 भइसकेको छ हाम्रो पेज लाइक थर्ड पेज पनि हाम्रो सकिन लागिसकेको छ तर योभन्दा चाहिँ केही मोडिफिकेसनहरू गरौँ भनेर लाग्यो अब होइन त्यही कारण थोरै ट्रान्जिसन पेज टाइप मैले सेयर्स बनाएको एकचोटि याद छ मलाई अहिले मैले दुई साइड चाहिँ हाम्रो गरिदिइसकेँ होइन साइड चाहिँ थोरै एक्सप्लेन गरिसकेँ र कस्तो खेलिरहेको स्टेडियम टाइपको खेलिदिइरहेको अहिले मलाई त्यसलाई ल्याएर राखौँ होइन ओके र मेरो प्लान चाहिँ के छ भन्दाखेरि चाहिँ होइन मेरो प्लान के हो भन्दाखेरि यता नेक्स्ट गर्ने यो लाइक बिचमा चाहिँ एउटा पिट बनाउने माथि चाहिँ हाम्रो के हुन्छ भने हाउस बनाउनु मिल्यो यता फार्म यता केही एक्सपी फार्महरू बनाउने लाइक यहाँबाट चाहिँ यो डबल ब्लक ब्रेक गर्ने अनि यताबाट चाहिँ यो अन्डरग्राउन्ड चेस्ट सिस्टम बनाउने कि वरिपरि जम्मै चेस्ट सिस्टम बनाउने मेरो प्लान हो चेस्ट चाहिँ कतिको सफल हुन्छ फ्युचरमा होइन र अब के बनाउँ भन्दाखेरि अबलाई एक्सटेन्ड गर्न थोरै डार्कले नभए धेरै डार्क भइसकेको छ अलरेडी होइन so let's go with the code the block there's kind of there and I could manage as a character slap line गरे यो पनि हटाइदिउँ let's wait till जब यो हाम्रो सबै प्रिकर्सर वेट गरौँ स्प्रुस लुक सकेसम्म युज नगरौँ पछि यसको लागि काम गर्छ र अब अलिकति थोरै माइन्ड गरौँ पेजलाई अगाडि बढाउँ होइन अनि त्यही हिसाबले हामी जानुपर्छ अगाडि पेजलाई सकेसम्म क्विक हाम्रो पेज पाउँदै जानुपर्छ र हाम्रो बेसहरू एक्सटेन्ड गर्दै जाने हो stick let's make up Ivan stick me तर मैले आइरन ट्याक्स बनायो पहिला गए जस्तै यो जरुरी एकदम जरुरी एकदम मोस्ट इम्पोर्टेन्ट पार्टहरू गरेन सकिन्छ फेरि फाइनली हाम्रो पेज सेकेन्ड थर्ड पेज पनि हाम्रो एन्ड भइसकेको छ जुन हाम्रो आइस्टोन र त्यो पेज एन्ड भइसकेको छ र अब सुरु हुँदैछ हाम्रो नयाँ पेज र नयाँ पेज के हो भन्ने चाहिँ कुर्नै पर्छ मलाई थाहा छैन भन्दा हेर न्यू पेज के हुन लाग्छ भनेर होइन सेकेन्ड लाग्छ सो त्यो हुन्छ लेस माइनस सम कोड ओके 5 3 2 1 ओके ओके ल सो अब हाम्रो नेक्स्ट पेज भनेको डेजर्ट हो र डेजर्ट पेज हाम्रो कन्टिन्यू गर्नुभन्दा अगाडि म अब यो एपिसोड आजलाई एन्ड गर्छु र अर्को एपिसोडमा के गर्छु म भन्दाखेरि चाहिँ अर्को एपिसोडमा विल एक्सटेन्ड दिस एभ्रिथिङ यता माथि एक्सटेन्ड गर्छौँ यो फार्महरू गर्छौँ र एक्सटेन्ड गरेर अर्को बनाउँछौँ सो आजको एपिसोडलाई यति नै सी यू गाइज इन द नेक्स्ट एपिसोड टिल देन टेक केयर एन्ड बाई बाई